कस्तो भइरहेछ भन्दाखेरि हामीले युवा नेताहरू चाहिन्छ, हामीलाई युवा लिडर्सहरू चाहिन्छ, यङ लिडर्सहरू चाहिन्छ भनेर हामीले यो आन्दोलन गरेको। तर लास्टमा सबै हुन्छ नि अलिकति एजेड नै हुनुहुन्छ क्याबिनेटमा भनिएको छ, कतिजनाले चाहिँ होइन हामीलाई युवा नेता या युवा क्याबिनेटमा युवा यङ्स्टर्सहरू चाहिने भन्दा हामीलाई इन्टेन्सन राइट भएको मान्छे चाहिने हो भनेर हामीले त्यो रेभोल्युसन गरेको भन्ने खालको जुन कन्फ्लिक्ट छ होइन। सो म पनि आई थिङ्क त्यो कन्फ्लिक्टमा काहीँ न काहीँ बिचमा छु जस्तो लाग्छ कि हामीले युवा नेताहरू चाहिन्छ, युवा लिडर्सहरू चाहिन्छ, देश हाँक्ने मान्छे चाहिँ यङ्स्टर्सहरू हुनुपर्छ भनिराख्दाखेरि फेरि हामीले एक्सपिरियन्सलाई होइन इन्टेन्सनलाई चाहिँ एकदमै ओभरलुक गरिरहेको जस्तो पनि हुनसक्छ। सो युवा नेता भनिराख्दाखेरि हामीले यो जसले वर्षौँदेखि राजनीतिमा लागिराख्नु भएको छ सायद उहाँहरूको एक्सपिरियन्स राम्रो हुनसक्छ, उहाँहरूको इन्टेन्सन राइट हुनसक्छ, तर पावर नभएको भएर जसले राम्रोसँग एक्सर्साइज गर्नु पाउनु भएको छैन उहाँहरूलाई चाहिँ हामीले ओभरलुक गर्नु पनि हुँदैन जस्तो लाग्छ होइन। सो यसमा पनि त्यही हो, म यङ भएको भएर मैले यसमा भूमिका एउटा युवा नेत्रीको भूमिका निर्वाह गरेको छु, तर सायद मैले यही रोल 40 पछि गराए भए पनि सायद त्यही नै हुन्थ्यो होला। तर इन्टेन्सन चाहिँ राइट हुनुपर्छ भन्ने मेरो पर्सनल धारणा चाहिँ त्यो हो कि युवा भनिराख्दाखेरि अहिले जति पनि क्याबिनेटमा जति पनि मन्त्रीहरू आउनु भएको छ म एकदमै एक लेभलको खुसी नै छु। किन भन्दाखेरि उहाँहरूको राइट इन्टेन्सन भएको मान्छे वा एक लेभलको प्रुभ गर्दै आउनुभएको लिडर्सहरू नै हुनुहुन्छ भन्ने पनि छ होइन। सो म चाहिँ अब फिल्ममै पनि हेर्दाखेरि युवा नेत्री त हो, तर युवा नेत्रीभन्दा माथि चाहिँ राइट इन्टेन्सन भएको नेत्री या नेताहरूमा त्यो हिसाबले चाहिँ त्यो राइट मान्छे हो भन्ने हिसाबले बुझ्छु। परिवार जुत्ताको स्क्रिप्ट पढिरहँदाखेरि यहाँलाई चाहिँ त्यो भूमिकाले चाहिँ यस्तो हुन्छ अथवा संजोग हुन्छ भन्ने लागिरहेको छ। त्यो चाहिँ जुन किसिमको अहिले संजोग मिलिरहेछ अथवा चाहिँ यो पहिल्यैदेखि आवश्यकता थियो कि अब उठाउनलाई यो धेरै ढिला भएको, परिवार जुत्ताले सही टाइममा उठाएको हो कि अझ धेरै पहिला उठाउनु पर्दैन? यस्तो छ अब अहिले यो हामीले यो फिल्म आउनु लाग्यो भएर हामी यो फिल्मको माहौलमा यो फिल्मकै कुरा मात्रै गरिरहेको छ। पास्ट हामीले तपाईँले पुरानो 2-3वटा पोलिटिकल मुभिजहरू हेर्नुभयो भने पनि सायद त्यो कुराहरू कहिलेदेखि उठाएको जस्तो दिमाग खराबमा नि एक लेभलको त्यो जुन खगेन दाइले गर्नुभएको पात्र र अर्पण दाइले गर्नुभएको क्यारेक्टर एक लेभलको काहीँ न काहीँ त्यो फिल्मले उठाएको विषय पनि काहीँ न काहीँ त्यो थियो जस्तो लाग्छ। हुन त अब एउटा स्थानीय चुनावको बारेमा थियो तर त्यो बाहेक अरू पोलिटिकल मुभिजहरूले पनि युवा नेताहरू आउनुपर्छ या नयाँ लिडर्सहरू आउनुपर्छ, राइट इन्टेन्सन भएको मान्छेहरू आउनुपर्छ भनेर कुनै कुनै पास्ट मुभिजहरूमा पनि उठाइरहेको विषय हो। सायद यो चाहिँ अब हाम्रो सँगसँगै जुन अस्तिको रेभोल्युसन भयो त्यो सँगसँगै आएको सिनेमा भएको हामीले यसरी सोचिरहेको छ। किन भन्दाखेरि हामी सबैजना सोचेको सायद वर्षौँदेखि सोचिरहेको कुरा यही त हो कि होइन। यो हाम्रो 5-10 वर्ष अगाडिदेखि नै हाम्रो दिमागमा चाहिँ अब यो जुन म्युजिकल चेयर भइरहेको छ अब यो हुनु हुँदैन, यो चाहिँ बन्द गर्नुपर्छ। अब हामीलाई यङ मान्छेहरू चाहिन्छ, यङ माइन्ड्सहरू चाहिन्छ देश चलाउनलाई, अपडेटेड मान्छेहरू चाहिन्छ देश चलाउनलाई भन्ने सोच त सायद हरिदाईले मात्रै या मैले या प्रियङ्का दिदीले मात्रै सोचेको कुरा त होइन, तपाईँले पनि सोच्नु भएको हामी सबैजनाले सोचेको कुरा हो। अरू डिरेक्टर्सहरू या अरू मेकर्सहरू पनि सोचिराख्नु भएको कुराहरू यो मेल खान गयो यही टाइममा भनौँ न। प्रियङ्काजी, समाजमा थुप्रै हरिबहादुरहरू जेलबाट भागिरहेको छ, क्रूर हरिबहादुरहरू, त्यसलाई यहाँले कसरी हेर्नु भएको छ? यो सिनेमासँग कसरी दाँत हुन्छ त्यो चाहिँ? अब अघिको हाम्रो प्रेस इन्टरभ्यूमा पनि हरि दाइले भन्नुभएको थियो कि हरिबहादुर चाहिँ सानो फटा हो, तर हाम्रो देशमा मलाई लाग्छ कि अहिले एकदम धेरै ठुलो फटाहरू धेरै छ कि। सो आई थिङ्क इन्टेन्सन अहिलेको टाइममा चाहिँ जुन यो रेभोल्युसन आयो यो पनि खासमा ठुलो फटाहरूलाई आफ्नो ठाउँबाट हटाएर चाहिँ त्यहाँनिर सम्माननीय अलिकति डिजर्भिङ जसले चाहिँ साँच्चै नै देशको प्रगति उन्नतिको बारेमा जनताको जनहितको बारेमा सोचेर देशलाई अगाडि बढाउने तर्फ लैजाने मान्छेहरू चाहियो भनेर भएको हो नि त यो आन्दोलन। सो धेरै छन् जस्तो लाग्छ क्या मलाई, फटाहरू धेरै छन् र अहिले चाहिँ फाइनली फर द फर्स्ट टाइम कसैले पनि नसोचेको तरिकाले एउटा यस्तो रेभोल्युसन आयो जसले गर्दाखेरि चाहिँ मैले इभन सोच्नुमाले इभन यहाँहरूले पनि केही प्रकारको होप चाहिँ देख्नु भएको जस्तो लाग्छ। मैले चाहिँ डेफिनेटली होप देखेको छु यसमा, किनभने यो 30-40 अलमोस्ट 35 वर्षको हाराहारीमा हामी एउटै मान्छे एउटै फेक प्रमिसेस देशमा प्रगति चाहिँ केही नहुने तर हामी त्यही झुल्लै त्यही यताबाट उता हामीलाई पनि पास गरेको जस्तै हुँदा म एउटा मिलेनियलको हिसाबले म चाहिँ के भन्न चाहन्छु भने एउटा यस्तो पोइन्टमा पुगिसकेको थियो कि अब यस्तै त हो नि के हुन्छ र यो देशमा पनि मेरो दिमाग जान्थ्यो कि कहिलेकाहीँ अब यही हो जहिले यही मान्छे देखाएको छ जहिले यही भनेको छ खालि फेक प्रमिस गरेको छ देश टाइम अगाडि बढ्ने होइन केही हुँदैन भनेर। तर अहिले फर द फर्स्ट टाइम यही वर्षपछि चाहिँ मैले पनि मिटिङ ग्रुप देखाएको छु कि यसपालिको नयाँ क्याबिनेट मेम्बर्स नयाँ हाम्रो सम्माननीय प्रधानमन्त्री हुनुहुन्छ इन्टरिम गभर्मेन्ट भए तापनि यसले चाहिँ भोलि हाम्रो जुन चुनाव हुन्छ त्यसमा चाहिँ एउटा राम्रो गभर्मेन्ट बनाउँछ है, त्यो गभर्मेन्टमा चाहिँ कुनै पनि प्रकारको फटाहरू अटिँदैनन् है भन्ने खालको एउटा होप मलाई मात्र होइन सायद फुल नेपाललाई आएको छ।
र त्यो होपसम्म पुग्नको लागि धेरै आन्दोलन भयो, धेरै मानिसहरूले ज्यान दिनुभयो, शहीदहरू हुनुहुन्छ, उहाँहरूलाई पनि हामी थ्याङ्क गर्नुपर्छ। तर धेरै वर्षपछि फर द फर्स्ट टाइम चाहिँ देशको गति सही मार्गमा गइरहेको जस्तो फिल चाहिँ भइरहेछ र त्यसले गर्दाखेरि खुसी चाहिँ लागिरहेछ। नेपाली सिनेमामा हरिबहादुर जुत्ताले कतिको सिनेमा उद्योगलाई सही मार्गमा लैजानु जसरी चाहिँ आन्दोलन देशमा लगे जस्तै हजुर नेपाली सिनेमा उद्योगमा हरिबहादुर जुत्ताले कतिको सही मार्गमा लैजाँदा चाहिँ समाजलाई यहाँको पोइन्ट अफ भ्यूबाट चाहिँ सो डेफिनेटली हरिबहादुर हामी सबैजनाले देखिरहेको पात्र हो। म सानोदेखि नै हेरिरहेको, अहिले पनि कहिलेकाहीँ एकदम मुड अफ भयो या जस्तो अप्ठ्यारो दिन भयो भने म अहिले पनि हरिबहादुर मदन बहादुर हेर्छु कि अनि एउटा एपिसोड या के हेरेपछि नै त्यो इन्स्टेन्टली रिफ्रेस हुन्छ कि। सो म जस्तै कतिजनाको यस्तो मेमोरी होला कि हरिबहादुर मदन बहादुरको डायलगहरू कण्ठ हुने, उहाँले बोल्ने तरिका कण्ठ हुने, चाहिँ कतिजनाले अहिले पनि स्कुलमा इभेन्टहरू गर्दाखेरि त्यो पात्र बनेर खेल्नुहुन्छ होला। सो त्यो पात्र डेफिनेटली ठुलो पर्दामा हेर्न पाउँदा चाहिँ यो एक्सपिरियन्स चाहिँ हो म भन्छु है। म आफू पनि एक्साइटेड छु। म यो फिल्ममा नभएको भए पनि सायद म फर्स्ट टाइममै हेर्न जान्थेँ होला, किनभने हरिबहादुर मदन बहादुर सँगै हुर्केको हो म। हामी मिलाउनेलाई हाम्रो एजको जेनेरेसनले यो भन्न सक्छ होइन। तर त्यो भन्दा भन्दै पनि म आफै यो फिल्मको पार्ट हुँदाखेरि मैले जुन देखेँ, जुन लेखनमा ध्यान दिनुभएको छ हरि मसित दाइले, जुन मेकिङमा ध्यान दिनुभएको दिपक दाइले र जुन हामीलाई विभिन्न पात्रहरू दिएको छ, जति पनि तपाईँले सिरियलमा देख्नुभएको भन्दा अलिकति फरक चिज पाउनुहुन्छ। अघि पनि हाम्रा केही साथीहरूले उखान गर्नुभएको थियो कि अलिकति हरिबहादुर अलिक सुध्रेको जस्तो पनि, उसलाई समाजले गरेको चिजहरूले अलिकति चेन्ज भएको जस्तो पनि देख्नुहुन्छ। सो त्यो डिफ्रेन्ट मरमसालाहरू पनि छ यो मुभीमा होइन। तर त्यो भन्दैमा अब फटा नै हो भने पनि भन्न मिल्दैन, फटा त फटाइ हो, तर डिफ्रेन्ट एलिमेन्ट्सहरूसँग खेलेर दर्शकलाई भरपुर मनोरञ्जन चाहिँ पाउनुहुन्छ। सो जसले यो फिल्म हेर्न खोज्नुहुन्छ फुलपातीको दिनमा, उहाँले गएर चाहिँ यस्तो बोर भयो अनि म यो फिल्म किन हेर्छु भन्ने चाहिँ सायद भन्नु हुँदैन जस्तो लागिरहेको छ मलाई। अब यो भन्नु जाँदाखेरि फिल्म यस्तो छ, फिल्मले यस्तो गर्छ, यो खतरा छ, यो दामी छ, त्यो चाहिँ म भन्दिनँ। तर हरिबहादुर मन पराउनुहुन्छ भने चाहिँ अधिकांशले मन पराउनुहुन्छ। हरिबहादुरको एउटा नयाँ लुक, उसको नयाँ स्टोरी, उसको नयाँ दुःख सुख, साथमा नयाँ अरू पात्रहरू जसले पनि अलिअलि स्टोरीलाई साथ दिँदै अगाडि लानु भएको छ। सो त्यो हेर्दा मजा चाहिँ आउँछ। यति चाहिँ जस्तै हरिबहादुर हिजो आज कुरा धेरै हरिबहादुर मदन बहादुर हिजोको धेरैले चाहिँ परिवारलाई जोड्ने काम गर्थ्यो। त्यो कुराका परिवार त्यो सिरियल आउँदाखेरि चाहिँ परिवारसँग बसेर हेर्छ। तपाईँसँग त्यो सस्पेन्ड कतिको छ र अहिले यो सिनेमाले परिवारलाई जोड्ने काम कति गर्छ, के छ सम्भावनाहरू सिनेमा हलमा? यहाँले भनिहाल्नुभयो है, हामी चाहिँ कुन एराको भन्दाखेरि जुन बेला नेपाली सिरियलहरू एकदमै हाइपमा हुन्थ्यो कि त्यसले सबै अरू कुरा ओभरस्याडो, नेपाली मुभिजलाई पनि आई थिङ्क त्यो टाइममा एकदमै मुभिजहरू अडियन्सहरूले खासै हुन्छ नि त्यो कनेक्सन फिल नगरिरहेको टाइममा थियो भएर पनि होला सायद। जस्तै तितो सत्य, हरिबहादुर मदन बहादुर, जिरे खुर्सानी, मेरी बासे आउने टाइममा चाहिँ त्यसले एकदमै त्यो नेपाली भनौँ न फ्यामिलीहरूलाई परिवारहरूलाई कनेक्ट गर्थ्यो कि। जस्तै 8:30 बजे न्युज सकिसकेपछि सबैजना खाना खाएर खाना खाने बेलामा चाहिँ टेलिभिजन हेरेर त्यो सिरियल हेर्नुपर्छ। अब अहिले त लगभग तपाईँले भन्नुहुन्छ भने सबैको आफ्नो आफ्नो लाइफस्टाइल हुन्छ, छोराछोरी एउटा टाइममा घर आउने हुन्छ होइन। हामी इनफ्याक्ट हाम्रै घरमा पनि सबैजना खाना खाने टाइम एउटै हुँदैन होइन। भनेको त्यो टाइममा त्यसरी जोड्थ्यो क्या। मेरै आफ्नै तपाईँले सोध्नुहुन्छ मेमोरिज भन्ने पनि मेरो पनि हामी 8:30 बजेपछि खाना खाइसकेपछि चाहिँ बिहिबार तितो सत्य हेर्ने, सोमबार जिरे खुर्सानी हेर्ने भनेर त्यसरी हेर्थ्यो। अनि हरिबहादुर मदन बहादुर भनेको चाहिँ आई थिङ्क एउटा यस्तो सिरियल हो त्यसले चाहिँ परिवारलाई जोड्ने त आफ्नो ठाउँमा छँदैछ, बट एट द सेम टाइम त्यो सोसाइटीको घटनाहरूलाई हुन्छ नि यस्तो मजाले रमाइलो गर्दा गर्दै एउटा सानो मेसेज दिने एभ्री टाइम एभ्री एपिसोडमा चाहिँ एउटा मेसेज दिएर त्यो सकिने हुन्थ्यो। अनि त्यो आफ्नो ठाउँमा भयो होइन। तर मेरो चाहिँ हरिदाईसँग एउटा कनेक्सन कस्तो पनि छ भन्दाखेरि मलाई अहिले मैले फर्केर हेर्दाखेरि कस्तो लाग्छ भन्दा के सोचेर एक्टिङ गर्न मन लागेको थियो त मलाई कुनै टाइम एउटा त ग्रोइङ अप के कुरा इन्ट्रिग गराएको थियो त भन्ने कुरामा चाहिँ मलाई हरिदाईको कामले मलाई एकदमै इन्ट्रिग गराएको रहेछ कि। जस्तै हरिबहादुर मदन बहादुर चाहिँ एउटा एकदमै मासमा गएको सिरियल भयो। अझ भनौँ तपाईँको अनियर हुन्थ्यो त्यो चाहिँ। जस्तै अरू सिरियलहरू चाहिँ जस्तो दसैँको दाइको कुनै सिरियल छ भने दसैँमा मात्रै आउँथ्यो होइन, एउटा एपिसोडको मात्रै हुन्थ्यो, 1.5 घन्टाको 1 घन्टाको मात्रै हुन्थ्यो भने त्यो चाहिँ लगभग एकदमै लामो एपिसोडै बनेर गयो, एउटा लामो सिरिजै भयो। त्यो हिसाबले पनि झन् त्योसँग कनेक्सन हुने भयो। तर हरिदाईले एभ्री सिरिजमा एभ्री सिनेमामा भनौँ न एभ्री सिरिजमा डिफ्रेन्ट सिरिजमा डिफ्रेन्ट क्यारेक्टर्सहरू जसरी पोर्ट्रे गर्नुहुन्थ्यो नि, त्यसले मलाई एकदमै इन्ट्रिग गराएको रहेछ कि। मलाई अहिले फर्केर हेर्दाखेरि म स्कुलमा चाहिँ एकदम धेरै मिमिक्री गर्थेँ होइन। अनि नभन्नु है फेरि मलाई गर्नु। अनि त्यो स्कुलमा जहिले हरिदाईको क्यारेक्टर्सहरू या अरू एक्टर्सहरू जसले गर्नुहुन्थ्यो उहाँको मिमिक्री गर्थेँ कि स्कुलमा। अनि हाम्रो एसेम्ब्ली हुने टाइममा चाहिँ यसरी एकछिन एसेम्ब्ली हुनुभन्दा अगाडि सबैजना भेला हुने बेलामा चाहिँ यति ठुलो गोलो बनाएर साथीहरूलाई बिचमा राख्थेँ। अनि मैले क्यारिकेचर गर्थेँ कि एकदम मिमिक्री गर्थेँ, हरिदाईको मिमिक्री गर्ने, अरूको मिमिक्री गर्ने। अनि
साथीहरू त्यो कुरालाई मलाई मोटिभेट गर्थ्यो नि त होइन ल गर 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 भन्ने फेरि नेक्स्ट फेरि गर भन्ने एकछिन फ्री भयो कि गर्न लगाउने भनेको त्यो कुराले एकदमै इन्ट्रिग गराएर रहेछ किन अहिले सायद मेरो चोइस अफ वर्ड्सहरू पनि काहीँ न काहीँ त्यहाँबाट हुन्छ नि अब भनेको अहिले मेबी स्कुलिङ के हिसाबले डिफ्रेन्ट होला या लर्निङ डिफ्रेन्ट होला काम गर्दै गइसकेपछि यस्तो हुनुपर्छ भन्ने पनि होला तर त्यो काहीँ न काहीँ ब्याक अफ द माइन्ड चाहिँ हरिदाईको कामले या भनौँ न त्यो टाइमको अरू एक्ट्रेसहरूको जस्तो त्यो खालको काम गर्नु त्यो क्यारेक्टर्सहरूले एकदमै इन्ट्रिग गरायो भने मलाई त्यो फेसिनेट गराएर रहेछ क्या एक्टिङ गर्नको लागि भन्ने कुरा चाहिँ मलाई फिल हुन्छ नि त्यही भएर पनि हरिदाईसँग काम गर्न पाउँदाखेरि चाहिँ एकदमै त्यो टाइममा त्यसरी मैले हेरेको मान्छे लुकअप टु गरेको